साला कोही आउन्न यार दोकानमा, यहाँ भाडा तिर्नलाई मात्र राखेको जस्तो छ यार मैले यो पसल। जय भोलेनाथ। उफ, काल आएपछि मात्र मरे, भगवान आपका भला गरे। के भला गर्ने त्यसले, त्यसलाई तलब नि दिन छ। दाई मेरो हात छैन, के दिनु न, धर्म हुन्छ। त्यही त त्यही धर्म नै गर्न बसेको हो म यो दोकानमा। हो नि दाई, सहयोग गर्नु न यो दुखीलाई। अनि यो दुखीलाई चाहिँ कसले सहयोग गर्छ? तपाईँ अर्को दोकानमा जानु न दाई भिख माग्न, तर अहिले चाहिँ मलाई सहयोग गर्नु न दाई। बरु जाउ न तिमी नै अर्को दोकानमा। त्यस्तो नभन्नु न दाई, 5 दिन भयो हग्न नपाएको। किन, जब अघि नै भयो त नेपालमै छौ त। हग्नलाई त गुनै आउँदैन दाई, 5 दिन भयो नखाएको। अनि नखाइकन हग्न मन छ भने टिकटक चलाऊ। दाई प्लिज हगिदिनु, एक पैसा दिनु न दाई। 5 रुपियाँले के हुन्छ? तिमी जस्तो धेरै आउँछ भाइ यहाँ। सबै हात नै नभएको आउँछन् दाई। धेरै मतलब माग्नेहरू धेरै आउँछन् भनेको के। पेट भोको छ के दाई मेरो? तिम्रो पेट भोको, मेरो मन रोको छ भाइ। 10 दिन भयो बोनी नभएको। दाई दिनु न दाई यो दुखीलाई। नेपालमा बस्ने को चाहिँ सुखी छ र भाइ? दाई तपाईँसँग त दुइटै हात छ नि, एउटा हात नभएको भए थाहा पाउनुहुन्थ्यो कति पीडा हुन्छ। दुख्दो रहेछ। यो के गर्नु भएको दाई? उल्टी भिख नमाग्नु है अब मसँग। हात काट्दा कस्तो हुँदो रहेछ भनेर अनुभव गर्न खोजेको। देख्नुभयो, त्यति काट्दा त तपाईँलाई त्यति दुख्यो, झन् मेरो त पुरै हात नै छैन। पोइन्ट यो होइन कि मलाई कति दुख्यो, पोइन्ट यो हो कि मलाई काट्दा तिमीलाई दुख्दैन। हजुर बुझिन। घाउ ठुलो होस् या सानो, सबलाई आफ्नो घाउ बढी दुख्छ भाइ, त्यही भएर जाऊ तिमी यहाँबाट। दिनु न दाई, सहयोग गर्नु न। दिए त 5 रुपियाँ। अझै 495 थप्नु न दाई। एकचोटि ताली बजाइदिए नि। अगाडिको पनि खाँदै तेरो पैसा दाइ राख। अनि मुख छाड्छस्? जति त्यसै त्यति लिनु छैन अझ। साला भिखारी। हात फैलाउनको लागि होइन, काम गर्नको लागि लगा। अंकल जी मुझे पानी पिला दीजिए, मेरा गला सूख रहा है। भाग मुझ के। नमस्ते दाई। नमस्ते, के चाहियो भन्नु? यो धुपबत्ती लिदिनुहोस् न, हेर्नुहोस् न म अन्ध छु। यो किराना पसल नै हो र लिदिनुहोस् न। त्यसो भए यहाँ पहिले बेच्न राखेछ, जानुहोस् तपाईँ यहाँबाट। लिदिनुहोस् न, हेर्नुहोस् न म अन्ध छु। तिमी अन्ध भएर लिने होइन भाइ, मलाई चाहिएपछि लिने हो। लिदिनुहोस् न, हेर्नुहोस् न म अन्ध छु के। हेर भाइ, मलाई रिस नउठाऊ है। कसरी नि, म अन्ध छु के। चाहिँदैन कि, जाऊ त तिमी यहाँबाट। लिनु न, कस्तो हो कि तपाईँ? लिन्न के, जाऊ त छिटो। लिनु न, धर्म हुन्छ के भाइ। त्यही धर्मै गरेर बसिरहेको छु कि म 3 महिनादेखि यो पसलमा। अनि आज चाहिँ किन पाप गर्न मन लाग्यो त? जति पाप गरे पनि मरेपछि जसै स्वर्ग निवास भनेर लेखिदिँदो रहेछ नि त। अनि ठिक छ त नि साला पापी, तेरो धुपबत्ती लिएन भने पापी हुँदो रहेछ होइन? त्यही त हो नि, एउटा लिदिँदैमा के चाहिँ फरक पर्थ्यो र तपाईँको जिन्दगीमा? बिहान बिहान बोनी धरी भएको छैन, कसरी लिगो नि म? लिनुहोस् न, हेर्नुहोस् न म अन्ध छु के। ल मुजी जाम, सँगै भिख मागौँ अब। किन चुप्लाउनु भयो कि दाइ? लिनुहोस् न। लिन्न के, लिन्न। साँच्ची के अन्ध हो कि, म ठग्न आएको होइन। कस्तो हो र यार, म नि भोलि एउटा आँखा फुटाएर दोकानको सामान बेच्न जान्छु यार, अनि बिग्ला कि म अन्ध भएपछि त? लिनु नै, एउटा मात्र अन्ध छु कि म। आफ्नो कमजोरीको फाइदा नउठाउ त, जाऊ त तिमी यहाँबाट। थु, तेरो दोकानमा कहिले पनि नभयो सब। जाँदा तेरो शराबले मलाई केही फरक पर्दैन। जति धर्म गरे पनि पाल्ने पापी पेट नै रहेछ। अनि दिएको शराब लाग्छ तँलाई एक दिन, हेरेर हिँडै फेरि लड्लास्। तेरो बाउको कण्ठमा धुपबत्ती अन्ध हो कि म?